हाई गाइस, यो चाहिँ अब हामी चख्या भन्ज्याङबाट ट्याङ्केतर्फ चाहिँ लाग्न आँटेको अवस्था। चख्या भन्ज्याङमा केही बेर विश्रामपछि चाहिँ हामी उतातिर लाग्दैछौँ। यो चाहिँ अब कच्ची बाटो लाग्ने हाम्रो कार्यक्रम हो। चख्या भन्ज्याङबाट सिधा राइट लागेर हो सिधा टेम्के माथि पुग्ने हाम्रो प्लान हो। यो मुकुलुङ जाने बाटो चाहिँ यहाँबाट खोलिएको रहेछ। मुकुलुङ यसो हुँदा हुँदै यो चाहिँ अब यहाँको खाने स्थल रहेछ। यो चाहिँ खाली बस आउँदैछ बजुरदेखि। जस्तै हामी चाहिँ अब टेम्के डाँडामा पुग्यो। जस्तै एकदम टेम्के डाँडा माथि यो चाहिँ चिमल भन्छ, यसलाई चिमल हो नाम। त्यो रुखहरूको नाम चाहिँ चिमल, गुराँस र चिमल भन्छ। एकदम प्रशस्तै छ यहाँनिर चिमलहरू। र यो चाहिँ टावर, खोटाङ र भोजपुरको टावर। यो चाहिँ टेम्के डाँडाको हेर्नुहोस् होला, अन्डरग्राउन्ड 2 तला रहेछ। यो टावरको अन्डरग्राउन्ड चाहिँ ठ्याक्कै 2 तला रहेछ। यो पुरानो देवस्थान रहेछ। यो एकदमै पुरानो देवीथान रहेछ। यहाँ देवीको दर्शन पनि गर्नु पर्यो। गाईहरू, यो चाहिँ उता गाउँबाट खेदेका गाईहरू होलान्। प्रायः जसो डाँडातिर खेदिन्छन् नि त गाईहरू। अनि ती गाईहरू चाहिँ आएर यो यहाँनिर बसेको अवस्था। एकदम चिसो छ, चिसो हावा चलेको छ। जय होस् हजुरको शरणमा आएका हामी पनि जय गरिदिनु र जय होस्, रक्षा गरिदिनु होला भन्दै म बाहिर निस्केँ। अब हेर्नु होला यहाँबाट यहाँको दृश्यहरू हेर्नुहोस्। यो टावरको अवस्था चाहिँ अन्डरग्राउन्डमै 2 तला रहेछ है। र अति नै सुन्दर टावर बनिएको रहेछ। यो डाँडामा टक्क खोटाङ र भोजपुरको सिमाना भनेको चाहिँ यो। र साह्रै राम्रो पनि बन्दै रहेछ। यो चाहिँ अब टावरमा माथि तलमाथि जाने वे बनाएकोले हेर्नुहोस्, तलबाट एउटा र एउटा माथिबाट लानु होला। यहाँ टक्क लाएर यसरी बनाएको रहेछ। साह्रै खुसी लाग्यो यहाँको यो देख्दाखेरि। हेर्नुहोस्, यो पुरै बनिसकेको अवस्था। यो रेडी अवस्थामा रहेछ। अब यो एकदम दामी। यो भित्रको चाहिँ माथि टावर माथि जाने र अर्को बाहिर निस्किने, आउट निस्किने 2-3वटा रहेछ। यहाँ आउने जाने, भित्र आउने जाने चाहिँ अति नै राम्रो, एकदम राम्रो। यो चाहिँ फेरि भोजपुर, यो चाहिँ गाडीको बाटो यसरी आउने रहेछ। एकदम सन्न उकालो हेर्नुहोस् बाटो। यो चाहिँ भोजपुर साइड।
हेर्नुहोस् भोजपुर साइड अति नै सुन्दर देखिँदो रहेछ यहाँबाट हेर्दा है। तर एकदम चिसो चिसो हावा बस्नलाई नै अति गाह्रो हुने रहेछ यहाँनिर। हजुरहरू को आइपुग्नु भएको छैन हेरेर मजा लिनु होला यो दृश्यहरू। अति नै सुन्दर छ। त्यो तल देखेको चाहिँ एकदम यो तल देखेको चाहिँ हामी त्यहाँदेखि यहाँ आइपुगेका। त्यो चाहिँ एकदम पन्ज्याङ त्यो चाहिँ छ खोटाङ र उसको भोजपुर छोडिने र यता माथि ट्याम्केटाबाट आउने बाटो चख्यावा भन्ज्याङ त्यो चाहिँ स्पेसल चख्यावा भन्ज्याङ। चख्यावा भन्ज्याङ हो त्यो चाहिँ। चाहिँ अब यस्तो हुँदै 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 गएर चाहिँ यो चाहिँ मान्छे हिँड्ने टाकिलेर हुने चाहिँ मान्छे हिँडेर आउने ठाउँ यो चाहिँ। तल एकदम बसेको गाउँ अति सुन्दर छ। यो चाहिँ सोलर प्यानल जोडेको रहेछ। हेर्नुहोस् ल यो चाहिँ एकदम बस्ने चौतारो मान्छे आउँदा जाँदा बस्ने चौतारो र यो पुरै टोटल यो चिमलको र गुराँसको रुखहरू हो। तर अहिले सकिएछ। यो फुलेको बेला आउने हो भने खतरनाक सिन देखिने यहाँबाट चाहिँ। र आजभोलि रोइनछ त्यो सिनहरू सकिँदै गएको रहेछ। हेर्नुहोस् यो हरेक कुरो चाहिँ एकदमै स्पेसल अति रोमान्टिक छ यहाँको ठाउँहरू। अति नै सुन्दर अति रोमान्टिक। हेर्नुहोस् बाटोहरू यहाँको यो चाहिँ वस्तुभाव पुरै माथि डाँडामा निस्केको अवस्था। र अब हामी चाहिँ रिटर्न आउने अब सुरु भयो। यहाँको अवलोकन गरेर चाहिँ हामी फिर्ता अब हुन लागेको अवस्था। सधैँ यहाँबाट 9 किलोमिटर छ अब तल हामी चख्या भन्ज्याङ पुग्नलाई। हामी रिटर्न झर्न लागेको अवस्था। अब बाटो एकदम कच्ची बाटो अप्ठ्यारो छ डाँडाको बाटो। यस्तो चट्ट लाएर सर्र ओह्रालो झरिँदैछ अब। यो उँधोको चाहिँ चुथ्राको बोटो अनि हेर्नुहोस् चिमलहरू गुराँसहरू केही मात्रामा थोरै मात्रामा छ लगभग सकिएको अवस्था। ठिक छ सब अति नै सुन्दर छ। डाँडै डाँडा टक्क लाएर
बाटो पनि लगभग क्लियर छ, तर कतै कतै यसो ढुङ्गाको अलिक अप्ठ्यारो ग्राङगुडुङ त्यस्तो अवस्था छ। नभए लगभग राम्रै छ, बाटो पनि त्यति नराम्रो छैन। कतै कतै चाहिँ अलिक अप्ठ्यारो बिरालो अलि ढुङ्गा ठडिएका, नभए त्यति नराम्रो चाहिँ भन्न मिल्दैन। यो बाटोहरू ठिकै छ। लगभग हामी 2 घुम्ती तलबाट माथि गएको, फेरि तलबाट माथि गएको अवस्था यस्तो छ है। चट्ट लाएर यो अवस्था छ यहाँको अवस्थाहरू। यस्तो तल जाऊ अनि माथि जाऊ, तल जाऊ माथि जाऊ, तल जाऊ माथि जाऊ, यस्तो अवस्थाहरू छ यहाँनिर। जस्ट अब हाम्रो गाडी यहाँ पार्क भयो।